साथी, संसारभरिका सङ्गीत पार्खीहरूले माइकल ज्याक्सनको नाम नसुन्ने त कुरै भएन। उनको निधन भएको दशकौँ भइसकेपछि पनि उनलाई यो दुनियाँले भुल्न सकेको छैन। किन त अझै पनि माइकल ज्याक्सनलाई सम्झिरहेको छ संसारले? सङ्गीत क्षेत्रमा उनको योगदान कस्तो थियो र उनको जीवन कस्तो रह्यो? आज यसै बारेमा छोटो जानकारी लिउँ है। माइकल ज्याक्सन माइकल ज्याक्सन विश्व सङ्गीत इतिहासका सबैभन्दा प्रभावशाली र लोकप्रिय कलाकारहरूमध्ये एक मानिन्छन्। उनलाई किङ अफ पप अर्थात् पप सङ्गीतका राजा भनेर चिनिन्छ। उनको जन्म सन् 1958 अगस्ट 29मा ग्यारी, इन्डियानामा भएको थियो। सानै उमेरदेखि नै उनले सङ्गीतप्रति असाधारण प्रतिभा देखाएका थिए। माइकल ज्याक्सनले आफ्नो सङ्गीत यात्रा परिवारसँगै ज्याक्सन 5 समूहबाट सुरु गरेका थिए। बाल कलाकारको रूपमा नै उनले आफ्नो मधुर स्वर, उत्कृष्ट नृत्य र आकर्षक प्रस्तुतिकरणका कारण दर्शकहरूको मन जिते। पछि उनी एकल कलाकारका रूपमा अघि बढे र विश्वभर अपार सफलता हासिल गरे। उनका चर्चित एल्बमहरूमा थ्रिलर, ब्याड र डेन्जरस विशेष रूपमा उल्लेखनीय छन्। थ्रिलर एल्बम त आजसम्मकै सबैभन्दा बढी बिक्री भएको एल्बमको रूपमा चिनिन्छ। उनका गीतहरू जस्तै बिली जिन, बिट इट र स्मुथ क्रिमिनल आज पनि उत्तिकै लोकप्रिय छन्। माइकल ज्याक्सन केवल गायक मात्र होइनन्, उनी एक उत्कृष्ट नर्तक पनि थिए। उनले मुनवाक नामक नृत्य शैलीलाई विश्वभर लोकप्रिय बनाए। उनको नृत्य शैली, सङ्गीत भिडियोहरू र स्टेज प्रस्तुतिकरणले आधुनिक पप संस्कृतिमा गहिरो प्रभाव पारेको छ। उनले सामाजिक सन्देश बोकेका गीतहरू पनि गाएका थिए। हिल द वर्ल्ड र वी आर द वर्ल्ड जस्ता गीतहरूले मानवता, शान्ति र सहयोगको सन्देश दिएका छन्। उनी विभिन्न सामाजिक तथा मानवीय कार्यमा पनि संलग्न थिए। तर उनको जीवन सधैँ सफलता मात्र थिएन। व्यक्तिगत जीवनमा उनले विभिन्न विवाद र चुनौतीहरूको सामना गर्नु पर्यो। यद्यपि उनका सङ्गीत र कला आज पनि करोडौँ मानिसहरूको मनमा जीवित छन्। सन् 2009 जुन 25मा माइकल ज्याक्सनको निधन भयो, तर उनको योगदान सधैँ अमर रहनेछ। उनले सङ्गीत, नृत्य र मनोरञ्जन क्षेत्रमा जुन छाप छोडे त्यो भविष्यका पुस्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ। यसरी माइकल ज्याक्सन केवल एक कलाकार मात्र नभई एक सांस्कृतिक प्रतीक हुन्, जसले विश्व सङ्गीतलाई नयाँ उचाइमा पुर्याए।